Hello and namaste everyone, welcome back to once again Dolly Gang YouTube channel. So guys, आज चाहिँ म finally नेपाल जाँदैछु. नेपाल जाँदैछु. I'm so happy, so excited. त्यो भएर हामी चाहिँ finally दुबईको एयरपोर्ट चाहिँ आइसक्यौँ. वेटिङमा छु. कति बजे भन्दाखेरि हाम्रो चाहिँ 3 बजेको फ्लाइट छ. त्यो भएर अहिले चाहिँ कति बज्यो 10:58 भएछ ठ्याक्कै. अझै 11, 12, 1, 2, 3 म कति घन्टा नाना यत्रो घन्टा बस्नुपर्ने हो. मेरो दिमाग खराब हुन्छ यार. म कति घन्टा रे 5 घन्टा. म 5 घन्टा वेटिङ गर्नुपर्ने गाइज. मेरो चाहिँ आज मेरो घाँटी सुकेको छ के. मलाई कस्तो देखेको छु गाइज? राम्रै देखेको छ हो. ऊ चाहिँ मेरो साथी हो होइन, हामी सँगै उड्ने हो के. यस. अन्त त्यो भएर हामी चाहिँ वेटिङमा बसिरहेको छौँ गाइजहरू. अब हामी चाँडै नै उड्नेवाला छौँ. पारेर होइन. आई गो टु नेपाल. आई एम ब्याक टु नेपाल हो लेडिज एन्ड जेन्टलमेन. सो त्यो भएर हामी चाहिँ फाइनली गयो. यहाँ पासपोर्ट कहाँ गयो? पासपोर्ट र मेरो टिकट चाहिँ यता छ. यो चाहिँ नानाको पासपोर्ट है. मेरो पासपोर्ट चाहिँ यता छ. लेडिज एन्ड जेन्टलमेन, म चाहिँ फाइनली उड्नेवाला छु केही समयपछि के. सो हेर्दै गर्नु होला. आज चाहिँ हामी चाहिँ होइन 3 जना सँगै आएको थियौँ के. पहिला भनेपछि बुझ्नु न कहिले आएको थिएँ, थाहा होला तपाईँहरूलाई. अन्त अहिले पनि सँगै जानु लाग्यो हामी चाहिँ होइन. अन्त एकजना हेलो भन्नु नानी मेरो हेलो हेलो, स्वागत छ मेरो भ्लगमा. अहिले केही भन्न चाहनुहुन्छ? गाइज हामी चाहिँ नेपाल जाँदैछौँ. अन्त ऊ एकजना होइन, ऊ चाहिँ एकजना हो मेरो अर्को साथी. ऊ पनि फाइनली जाँदैछ. भन्नु होला के भन्न चाहनुहुन्छ? लाइक गर्नु अनि के गर्नु रे, सब्सक्राइब गर्नु खै के गर्नु अरू त नगर्नु. हेलो सब्सक्राइब गर्नु होला. मन परे एउटा लाइक पनि ठोक्नु होला. हामी चाहिँ रास्ता जा रहे. हामी चाहिँ जाँदैछौँ के रे हिन्दी बोल्ने ठाउँमा आएर हिन्दी नबोल्ने. हामी चाहिँ जाँदैछौँ के यता लाइन बसिरहेछौँ. कता हो भन्दाखेरि एयरपोर्टमा हो. एयरपोर्टमा कति बजे यार 12:05 गइसक्यो. 3 बजे हामी एरोप्लेनमा चढ्नेछौँ. बस्दा टिकटक बनाउँदा वाक्क भयो. त्यो भएर चाहिँ हामी लाग्यौँ बिस्तारै गाइज. हेर्नु होला लाइन यहाँको लाइन. हाम्रो रास्तामा जा रहे. ओ माई गड, ब्रेक लगाउनु पर्यो. फेरि मान्छेको खुट्टा खिच्यो भने मलाई मार्छ रेशमीले. फाइनली गयो. गाइज हेर्नु न हौ, यहाँ बस्दा यहाँ थाकिसक्यो. मान्छे पुलुत्तै गइसक्यो. कहिले पालो आउँदैन. मान्छे कालो न रात पिरो भइसक्यो. माथि होला नि त. कति धेरै वेटिङ गरेको के. अन्त अहिलेसम्म पालै हुँदैन हो. हाम्रो त के भएको गाह्रो भइसक्यो वेटिङ गरेर. रेशमी यता हेर्नु त. एकदम आज त हिरोनी बनेर हिँडेको छ है. कसैलाई मन पर्छ भने सम्पर्क गर्नु होला. स्टिल सिङ्गल छ उहाँ भनेर भन्छ भनेको होला. 10 बजे चाहिँ आइसकेको थियौँ कि हामी यता. अन्त अहिलेसम्म हिँडेको छैन हौ. प्लेन नै आएन कि किन हो कुन्नी. हिँडेकै छैन के.
हामी त बस्दा भोक पनि लाग्यो निन्द्रा पनि लाग्यो के गर्ने हो गाइज आज अन्त मेरो भोइस पनि कस्तो भइरहेको के घाँटी नै खै म त कराएको त थिइनँ ठुल्ठुलो स्वरले तर पनि मेरो स्वरै बसिरहेको छ के अन्त के गर्ने हो मैले गाइजहरू यहाँ त मान्छे धेरै छन् के आमामामा यहाँ एयरपोर्ट भयो कति होइन मान्छे धेरै छ एउटा प्लेनमा अट्छ त भन्ने मेरो क्वेसन हो के एउटा प्लेनमा यत्रो मान्छे त अट्दैन होला यति धेरै गइसक्नु भयो अन्त फेरि आजै पनि हुनुहुन्छ क्या कति धेरै आमामामा हेर्नु होला देख्न सक्नुहुन्छ यत्रो लाइन छ के यत्रो लाइन आदि कति गइसक्यो तर पनि अझै त्यही त अझै मान्छे आउँदै हुनुहुन्छ नि त एउटा प्लेनमा अट्छ होला एउटा प्लेनमा यत्रो मान्छेलाई अटे पनि नअटे पनि अरूलाई मलाई चाहिँ अटाओस् है भगवान् निन्द्रा लागेको हो हेलो नाना खै है नाना म जान्दिनँ यार म चाहिँ यहाँ फाइनल्ली यहाँ अलिकति लोकेसन अलिकति स्टेप बढी भयो अब टर्निङमा आएँ टर्निङमा चाहिँ अलिकति गाह्रो पर्छ मलाई यो न्यू टर्न हान्नु अलिकति म ड्राइभिङ सिकेको छैन क्या त्यो भएर अलिकति गाह्रो हुन्छ अलिकति अब न्यू टर्न हान्नु पर्यो गाइज फाइनली गाइज रुङ्दा पछि हाम्रो प्लेन हिँड्ने बेला भयो है प्लेन आउनु है छिटो अहिले प्लेन उडिसक्ला है फेरि नाना छिटो गर है प्लेन उड्यो रे है मैले त मेरो त आई डोन्ट नो ओइ नाना तिम्रो होला यो हातमा पक्र चाबी पासपोर्ट फ्याल्दै हुन्छ यार उयो हाल्न न भगवान् यिनीहरूले त घरि कसले के हाल्ने घरि कसले के हाल्ने भनेर छिप्दा ए प्लेन आइसक्यो प्लेन छिटो हिँड्नु है मेरो चाहिँ बारेर छ लाइन लाग्नुपर्ने हो यहाँ पनि ल लाइन लागौँ है साथीभाइहरू प्लेनमा चढ्यो गाइज प्लेनमा चढ्यो ओ माय गॉड फाइनली हामी चाहिँ प्लेनमा चढ्यौँ गाइज अर्को प्लेन हो यो चाहिँ सिटमा बसिसकेको छु फास्ट नाउ यता खै वाइफाई त अब फोन त बन्द गर्नु भन्छ यहाँ अघि फोन बन्द गर्नु होला भनेको छु 3 बजे भनेको अनि अहिले त कति 3:27 भयो त घरिले धोका दिएको ओ माई गड बत्ती पनि निभायो ला गाइज बत्ती पनि निभ्यो यार फाइनली अब हामी उड्यौँ गाइज देख्नुहुनेछ यहाँ बत्ती अन्धेरो गरेर निभाइसक्नु भयो यो बाहिर ओ माई गड अर्को उडिसकेछ बाई बाई टाटा अर्को प्लेन खोइ हाम्रो पखेटा देख्दैन यो हो हावा यत्रो लामो छैन हाम्रो पखेटा छ
त्यो भएर भिडियो पनि गर्न भएन होला त। अन्त घरमा केही नै त थिएन होइन, यस्तो बाहिर त केही देखेको थिएन, अहिलेसम्म केही देखेको छैन के। अब हामी तर झर्दा चाहिँ देख्न सक्नुहुन्छ। आहा त कत्रो कत्रो गइरहेको थिएँ। हिजो राति नसुतेको नि पानी, आज सुतेको। मेरो त काम त कोही बेला बन्द हुन्छ, कोही बेला ओपन हुन्छ निन्द्रामै के। के भएको चाहिँदैन है अहिले। ओ माई गड, फाइनली हामी झऱ्यौँ गाइस। डाउन डाउन झरिरहेको छ, देख्न सक्नुहुन्छ। गाइस नि हाम्रो हिमाल चाहिँ अलिकति टाढो भयो हाम्रो। म चाहिँ यता बिचमा परेको कारणले अलिकति भिडियो अच्छा नहीं बना। खोइ त यार कुन खाले क्यामेरा पऱ्यो यार। हिजो अस्ति त राम्रै निकालेको थियो। ओहो चाहिएको बेला यो पङ्खै आयो कि, यो पङ्खा यो पहिराले गर्दा हो क्या अनि हाम्रोमा नाम राम्रो आएको साँच्ची होला। यो पहिरालाई अहिले म जानेको छु। झरौँ न झरौँ न, त्यसपछि जानेको छु मैले यसलाई। ओ माई गड, फाइनली नेपाल आयो गाइस। हामी डाँडा पाखा गएको नि डाँडा पाखामा। यहाँ दिमाग खराब, मोबाइल पनि बस्दैन हौ, कस्तो गरेको हौ। डाँडा पाखा देखाइरहेको छु। ओ माई गड, अनि यो पङ्खामा त धुलो लागेको के हो पखेटामा। ल ल क्या दामी हो। पखेटा देखियो केही छैन, भएको पखेटा देखिन्छ। डाँडा काँडा हेर्नु होला। फाइनली भुइँ टेक्यौँ। हो लाई कटङ टङ। ओ माई गॉड, फाइनली हामी चाहिँ अहिले प्लेनबाट उत्रिसकेको छौँ। टक टक यहाँ सिँढीमा हिँडिरहेको छु। नाना त भागिसकेछ। के हो पारा। रेशमी रोक्नु न, तपाईँको अनुहार लिएकै छैन मेरो क्यामेराले। आएको हामी आयो, धन्यवाद प्लेनको मान्छेहरू, राम्रोसँग ल्याइदिनु भयो। फाइनली यही प्लेनमा आएको है गाइस, हामी यही प्लेनमा आएको। हामी चाहिँ उत्रेर पनि फेरि गाडीमा चढेको गाइस। मलाई चाहिँ नदेख होइन, यो मान्छे त लजाएर भुटिक्कै हुन्छ क्या जहिले। के भएको हो गाडी, म जस्तो हुनुपर्छ हौ नलजाउने होइन। यो पछाडिको प्लेन छ नि गाइस, त्यही प्लेनमा आएको हौ। थाहा छ छैन तपाईँहरूलाई? 2 वर्षपछि पाइलट थियो होइन? 2 वर्षपछि ठ्याक्कै यो नेपालको भुइँ टेके यस्तो। गाइस आएको 1 घन्टा हुन लाग्यो। यहाँ हाम्रो लगेजै आएको छैन हो। हाम्रो लगेज त ठेकन हानेर खाइदियो क्या हो बाटोमै खाइदियो क्या अनिललाई। म त के भन्ने हो, कति स्लो आएको क्या है। फन घुम्थ्यो त पहिले त नि। होइन भित्र मान्छे छैनन् क्या, म जाम क्या हो हाल्नुलाई। स्लोमा आएर क्या। अझै अर्को पनि छ नि, आउँदैन त कहिले होइन। फाइनली गाइस मलाई त छोरा छोरी नआएछ। ओ माई गॉड, के छ छोरी छोरो। मेरो पतलु मोटु आनु मोटु। ओ माई गॉड गाइस, 2 जना त दामी एउटै ड्रेसमा आएछ, मोटु र पतलु। यहाँ हेर्नु है,
इत्रु नानीहरू लिन आएको रहेछ मलाई आमा दिदीको छोरा हो मेरो कहाँ मेरो छोरा हुनु म बिहे गरेको छैन र ल हेर गाइस यहाँ मेरो के मेरो लकेट मेरो लकेट स्टप